एन्ड नमस्कार गुड मर्निङ गाइज। यति बेला चाहिँ हामी चाहिँ ट्याक्क हिमालको काखमा हाम्रो आज सेकेन्ड डेज ट्रेकिङको है। आज चाहिँ हामी चाहिँ यो तपाईँको ऊबाट चाहिँ अगाडि बढिसकेका छौँ र ऊबाट अगाडि बढिसकेपछि लगभग हाम्रो पैदल यात्रा तपाईँको 7-8 घन्टाको पैदल यात्रापछि हाम्रो कोरी कोरी नपुग्दै यता बिचमा एउटा स्टेसन छ। यो स्टेसन हो, यसको के भन्नु समथिङ के भन्नु भएको ठ्याक्कै ऊबाट चाहिँ हामी हिजो हिँडेर 8-9 घन्टाको पैदल यात्रापछि हामी यो ठाउँमा आइपुग्यौँ। अब यहाँबाट चाहिँ हाम्रो चाहिँ कोरीको लागि चाहिँ हामीलाई चाहिँ लगभग 5-6 घन्टै पैदल यात्रापछि हामी कोरी पुग्छौँ। कोरीको त्यहाँको रमणीय दृश्य हेरिसकेपछि हाम्रो गन्तव्य भनेको तपाईँको सिग्लेसमा चाहिँ हाम्रो गाडीहरू त्यहीँ राखेका छौँ। बोलेरो छ है। यो सिग्लेसबाट चाहिँ हाम्रो चाहिँ पोखराको यात्रा, पोखराबाट चाहिँ हामी आफ्नो कार्यस्थलतर्फ लाग्दैछौँ है। ल, तपाईँहरू सम्पूर्ण जानकारीहरू सम्पूर्ण अपडेटहरू म गराउँदै जानेछु। हस्, धन्यवाद।